नमस्कार, म कृषि प्राविधिक ललित बोहरा, गुराँस गाउँपालिका कृषि विकास शाखा कार्यालय घोडाबास दैलेखबाट। आज म गुराँस गाउँपालिका वडा नम्बर 6 जोरेबाँसमा व्यावसायिक कागती कृषि फर्ममा अनुगमन गर्नको लागि आएको छु। अनि तपाईको परिचय चाहिँ के होला? मेरो नाम कृष्णवाला विषी। मेरो ठाउँको नाम गुराँस 6 जोरेबाँस। हजुर। यो तपाईको यो व्यवसायको नाम चाहिँ के रहेको छ? फलफुल ताजा तरकारी कृषि। तपाईको यो फलफुल तथा तरकारी कृषि फर्म रहेछ हैन? आज तपाईको यो फर्ममा हेर्दाखेरि यति राम्रो बिरुवाहरू देखिरहेको छु हैन? सबैत अझै यो फलेको समयमा यहाँ आएर हेर्न पाएको भए त झन् यति रमणीय देखिन्थ्यो होला। यो क्षेत्रमा तपाईले यो कागतीको बिरुवा कति जति लगाउनु भएको छ? 1400 बिरुवाहरू रोप्नु भएको छ। अनि यो 1400 बिरुवा रोपिसकेपछि तपाईलाई सुरुमा यो बिरुवा किन रोपेको अथवा यो बिरुवा रोपेर त गल्ती गरिएछ, यत्रो घाटा भयो भन्ने चाहिँ केही महसुस त गर्नुभयो त्यतिखेर? त्यस्तो आएन भन्नाले जो बिरुवा रोपेपछि हामीलाई फाइदा नै हुन्छ भन्ने सोच गर्नुभएको थियो। फाइदा नै हुन्छ भन्ने हाम्रो मनमा भएर पहिला बाली भयो, अब गाई भैँस पालौँला, यस्तो आम्दानी गरौँला, बाख्रा पाठा पालौँला भन्ने भोगले अब आफूले जग्गा खरिद जग्गा खरिदता अब यो मल बस्नु पुगि नसकेपछि अब सबै अब बाँझो जग्गा। अनि यसरी हामीले यो व्यवसाय सञ्चालन गर्नुपर्छ, यसरी गऱ्यो भने हामीलाई फाइदा हुन्छ भन्ने सोच विचार आएर नै हामीले तपाईँहरूले खेती गर्नुभएको हो। वर्षमा यो कागती खेती गरेर अनि फाइदा चाहिँ कति लिनु भएको छ? फाइदा 50,000 हामी यसको खर्च गर्छौँ र 3 लाख जति हामी 3 लाखभन्दा माथि आम्दानी 3 लाखभन्दा माथि आम्दानी गर्नुहुन्छ। अल्कलको लागि भनेर तपाईँले वर्षमा 50,000 छुट्याउनुहुन्छ। अनि 60 देखि 70-80 सम्म प्रति केजीका दरले बिक्री गर्नुभयो होइन? मलाई यति रमाइलो लाग्यो जो तपाईँले यहाँ ब्रोपेस्टहरू लगाउनु भएको छ। यस कारण तपाईँलाई थाहा छ यो लगाउनुको कारण के? लगाउनको कारण अब यो काठमा अनि उ लाग्दैन, पिडो लाग्दैन, भित्र प्वाल पार्दैन भन्ने हिसाबले लगाएको। फलिराखेको बिरुवा छ नि ठुल्ठुलो बिरुवाको लागि एउटा बिरुवा बराबर कम्तीमा पनि 5 लिटर जति बोरो मिक्सर बनाउने यो जरा भिज्ने गरी तपाईँको यो जरा कुहिने रोगलाई नियन्त्रण गर्छ। अलिकति काँचसारमा तपाईँको यो जो टुप्पाहरूको काँचसार गर्नुपर्ने त्यो कुहिएको सुकेको हाँगाहरू त्यो चाहिँ अलिक काँचसार गर्नु भएको रहन्छ। त्यसलाई पनि काट्नु पर्छ है, काट्नु होला, अलिकति समय नमिलेर होला सायद होइन? हजुर, त्यो पनि काटछाट गरेर हटाउनु होला। यो घाउमा तपाईँले अब मलमपट्टि गर्नुभयो भने बोरो पेस्टहरू ल्याएर यसो लगाउनु भएन भने यहाँबाट के हुन्छ, विभिन्न किसिमका ढुसीजन्य रोगहरूले आक्रमण गर्छ, बिरुवा मर्न जान्छ, त्यसपछि घाटा चाहिँ हामीलाई हुन्छ। त्यो कारणले गर्दा जति ठाउँमा तपाईँले घाउ बनाउनु भएको छ नि यो ठुलो घाउहरू, यो ठुलो घाउ भएको ठाउँमा तपाईँले यो बोरो पेस्ट छ नि यही बोरो पेस्ट ल्याएर ट्याक्क मजासँग ब्रसको सहायताले लगाउनु होला है। अब हाताहाती पैसा आउँछ, झिन टार्नु पर्दैन, आफ्नो खर्च घर खर्च चल्छ सबै। अब आफूले भने जस्तो खान पाइयो, लगाउन पाइयो, आफूले पनि यसलाई मिहिनेत दिएपछि आफूलाई पनि मिहिनेत यसले दिएछ। त्यसरी नै तपाईँले आफ्नो गाउँ छिमेकीहरूको लागि यहाँभन्दा पछिको दिनहरूमा के भनेर सरसल्लाह दिन सक्नुहुन्छ यसो न भनिदिनु न। सरसल्लाह दिन कारणले अब हामीले यसरी आफ्नो बाढी जग्गा बाँझो नराखौँ, जग्गा सदुपयोग गरौँ। अब कोहीले छोडेन, बनमार अम्रिया छ, सबैको घर भगजडीका छन्, जग्गा भगजडीको छ, यस्तै भइरहेको छ। अब त्यो जग्गा न सबैले सदुपयोग गरौँ, सुन्तला लगाउँ, कसैले कागती लगाउँ, कसैले आँप लगाउँ। अब किन जानु पर्यो बाहिर देश, किन जानु पर्यो अर्काको ठाउँमा, आफ्नै ठाउँमा फलाउने, आफ्नै ठाउँमा अब जेकै हाम्रो अब प्लान छ। अब जो तपाईँको दाजुभाइहरू हुनुहुन्छ, यहाँको किसानहरू हुनुहुन्छ, उहाँहरूले सिक्दै जानु होला। जस खुसी लाग्यो प्रगति हो हुँदै जाओस्। धन्यवाद, नमस्ते।